आज वैशाख 21 गते कक्षा 12 को कम्पलसरी इङ्ग्लिसको जुन एक्जाम भएको छ त्यो इङ्ग्लिसको पेपर लिक भएको हो त? किनभने अहिले सामाजिक सञ्जालहरूमा इङ्ग्लिसको पेपर लिक भएको थियो भनेर सूचनाहरू चाहिँ आइरहेको छ। आजको केही एक्जाम सेन्टरहरूमा इङ्ग्लिस पेपरको एक्जाम स्टार्ट हुनुभन्दा अगाडि नै कम्पलसरी इङ्ग्लिसको क्वेसन पेपर आउट भएको थियो भनेर सूचनाहरू चाहिँ सामाजिक सञ्जालहरूमा चाहिँ आइरहेको छ, जसमा राष्ट्रिय परीक्षा बोर्डले कन्सर्न सो गर्दै एउटा प्रेस विज्ञप्ति जारी गरेको छ। आज जुन कम्पलसरी इङ्ग्लिसको क्वेसन पेपर लिक भयो भनेर जुन सूचनाहरू सामाजिक सञ्जालहरूमा आइरहेको थियो त्यसमा सम्बन्धित एक्जाम सेन्टरहरूमा गएर त्यहाँ छानबिन गर्दा जुन सामाजिक सञ्जालहरूमा कम्पलसरी इङ्ग्लिसको क्वेसन लिक भएको कुरा गलत र भ्रामक रहेको भनेर राष्ट्रिय परीक्षा बोर्डले प्रेस विज्ञप्ति जारी गरेको छ। यसअघिका पुराना र प्रयोग भइसकेका इङ्ग्लिसका क्वेसन पेपरहरूलाई प्रयोग गरेर यो इङ्ग्लिसको क्वेसन पेपर लिक भयो भनेर चाहिँ सामाजिक सञ्जालहरूमा भ्रम र गलत सूचनाहरू सप्रेषण भएको छ भनेर निष्कर्ष निकालेका छन् राष्ट्रिय परीक्षा बोर्डले। र यस्ता गलत र भ्रामक सूचनाहरू सामाजिक सञ्जालहरूमा सप्रेषण गर्नेहरूलाई कानुनी कारबाही गर्ने, त्यसै गरी आगामी दिनहरूमा यस्ता गलत र भ्रम सिर्जना नगर्नको लागि सबैमा अनुरोध पनि गरेका छन्। यस्ता गलत सूचनाहरू सप्रेषण हुँदाखेरि विद्यार्थीहरूको मनोभावनामा चोट पुग्छ। यस्ता कार्यहरू नगर्नको लागि राष्ट्रिय परीक्षा बोर्डले सबैलाई अनुरोध गरेको छ। सो यो कम्पलसरी इङ्ग्लिसको पेपर लिक भएको थियो भन्ने कुरा चाहिँ गलत रहेको छ भन्ने कुरा राष्ट्रिय परीक्षा बोर्डले नै प्रेस विज्ञप्ति जारी गर्दै भनिसकेको छ। सो तपाईँले यस्ता भ्रामक र गलत सूचनाहरूको पछि नलाग्नुहोला। तपाईँले आफ्नो एक्जाममा फोकस गर्नुहोला, एक्जाम राम्ररी गर्नुहोला। यस्ता गलत सूचनाहरूमा चाहिँ तपाईँ नपर्नुहोला।